4 महिना अगाडि जस्तो चाहिँ इन्फिनिक्सले एउटा फोन नेपालमा लन्च गरेको थियो कि हट 60 प्रो भन्ने फोन 21,000 मा लन्च गरेको थियो 128 GB स्टोरेजको लागि र त्यो प्राइसमा चाहिँ यो फोनले एकदम राम्रो अफर्सहरू फिचर्सहरू दिएको थियो क्या। तर अहिले चाहिँ हेरेको हैन इन्फिनिक्सले सुटुक्क प्राइस बढाएर 25,000 मा बेचिरहेको रहेछ कि यो फोन। अब 25,000 मा चाहिँ तपाईले कुन फोन लिनुहुन्छ कि 24,000 मा Redmi Note 14 पनि आइरहेको छ। अब डिफरेन्सको कुरा गर्दा फेरि चाहिँ Redmi Note 14 मा Helio G99 अल्ट्रा चिपसेट छ भने इन्फिनिक्समा चाहिँ Helio G200 चिपसेट दिइरहेको छ र क्यामेरा Redmi मा अब 108 मेगापिक्सलको मेन क्यामेरा छ, 20 मेगापिक्सलको सेल्फी क्यामेरा छ र इन्फिनिक्समा चाहिँ 50 मेगापिक्सलको मेन क्यामेरा छ भने 13 मेगापिक्सलको सेल्फी क्यामेरा छ। डिस्प्ले चाहिँ अलिकति ठुलो छ 6.78 इन्चको 1.5K रेजोल्युसन भएको 144 हर्ट्ज रिफ्रेश रेट सपोर्ट गर्ने एमोलेड डिस्प्ले छ इन्फिनिक्समा र रेडमीमा चाहिँ 6.67 इन्चको फुल एचडी प्लस 120 हर्ट्ज रिफ्रेश रेट सपोर्ट गर्ने एमोलेड डिस्प्ले नै छ यसमा पनि र ब्याट्री पनि यसमा अलिकति ठुलो छ 5500 मिलिएम्प पावरको ब्याट्री हो र इन्फिनिक्समा चाहिँ 5160 मिलिएम्प पावरको ब्याट्री छ। तर यसमा चार्जिङ चाहिँ फास्टर छ 45 वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। रेडमीमा भने 33 वाट फास्ट चार्जिङ मात्र सपोर्ट गर्छ र डिजाइनको कुरा गर्दा अब डस्ट एन्ड वाटर रेजिस्टेन्ट चाहिँ रेडमीमा IP54 मात्र छ भने इन्फिनिक्समा चाहिँ IP64 रेटिङ छ र फोन पनि पातलो छ कि इन्फिनिक्स है। अब अरु के छ यति नै हो डिफरेन्सहरु त है, सबै कुरा भनिहाले। सो यो दुईटामा तपाईलाई चुज गर्नु पर्यो भने चाहिँ कुन फोन लिनुहुन्छ त?